ल्याडी सकिन लाइसक्यो न के नगर हामी चाहिँ अब हैन स्विमिङ खेल्न हिँडिसक्यो मल्टिपल लगान खै त्यहाँ देखाउ पछाडी किन देखाउँछ हामी यहाँ अगाडि छ त हामी भएन अरु केलाई देखाउनु त नि खोइ त कोही आउँदैन त हाम्रो त यहाँनिर अब पुरै राजनीति भगवानको दिइरहेछ यस्तो राख्न थियो यस्तरी अझै यताकै हात नयाँ राई त्यहाँ भाषण जाने अब हो क्या सब देखिन गरे नयाँ राई चाहिँ त्यहाँ भाषण जाने अब हो क्या हामी चाहिँ अब त्यहाँ अब यसो भजन सजन गाइरहेछ प्रसाद सर्छ यसो पायो भने चाहिँ कम खुसी हुन्छ त हामी फेरि त्यहाँ होइन एकदम ह्याप्पी हुने अनि फेरि नाच्दिने पायो भने फेरि तोरे खाँदिन अनि आज त्यस्तै हो गाइस होइन हामी यतिकै हो अनि हामी त हौडे अब मेरो काको घर देखाउँछु कुदेको देखाइदियो त काको घर त्यहीँ छ काका घर त्यहीँ होस् ए हेलो काका के छ अस्ति भएर आएको ठिक छ ल होइन ल ठिक छ काका गयो है ठुलमनको घर यता है त्यतै होस् त्यहीँ बसिरहोस् ल ठुलो फेरि अहिले नदेखाउँ फेरि आगो लाग्ला हजुर भजनमा अहिले आउनु अहिले जाने गर्नु ठुलबाउ पनि त्यहाँ रहेछ ल ठुलबाउ ल लाग्यो गाउँमा आएपछि यस्तै हुन्छ क्या दोष हेर भइसकेको रहेछ जानबारीहरू सब मेरै हो 17 वर्षसम्म यही हो यहाँ चाहिँ 17 बिघा खेत मेरै हो फेरि काम चाहिँ मेरो राम्रो छ जग्गा अर्को कुरा भनेको गाइस मेरो माइला दाइ मिस भयो आज उहाँ चितवनमा हात्तीको कुस हुन जानु भएको छ त्यस कारणले माइला दाइ मिस भएको छ है माइलालाई यहीँबाट हेलो भन्न चाहन्छु तपाईँ भाडा आइपुग्यो भने यो भिडियो सेयर गरिदिनुहोस् माइलाईसम्म पुऱ्याउनु होला है जसरी भयो नि यो भिडियोलाई चाहिँ माइल दाइसम्म पुऱ्याइदिनु होला अनुरोध गर्छु हेलो गाइस वेलकम ब्याक हामी चाहिँ यहाँ ओहो क्यामेरा भ्लग बनाउँदैछु आजको भ्लगमा तपाईँहरूलाई मस्त वेलकम छ अनि हाम्रो भ्लग अब चाँडै आउँदैछ अब 20 तारिक गाइस हामीलाई सपोर्ट गर्नु होला होइन हामी यस्तो रमाइलो भ्लगहरू बनाउँदै हिँड्नेछौँ यहाँ आमाहरू पनि हुनुहुन्छ नमस्ते आमा देख्नुभयो आमा कति राम्री हुनुहुन्छ अब यस्तो हो घाम लागिरहेको अहिले घाम लागेको बेला नै हिँड्नुपर्छ काले मान्छे झन् काले हुनुभयो यार गाइस के गर्ने ब्ल्याक ब्युटी केटाहरू पनि छ यहाँ अनि हामी चाहिँ यहाँ कहाँ हो गाइस हामी चाहिँ अहिले ठ्याक्कै हेटौँडाको भित्र लामश्रीको चाहिँ हामी अहिले गाह्रो भइरहेको छ कि बाटोमा चाहिँ गाडीहरू हिँडेको छैन भन्न चाहिँ मिल्दैन हेर्नु भयो तर गाडी चाहिँ हिँडिरहेको तर म्याजिक एकको पनि ओए यो भन्दा ओए तेरोमा ओए हामी चाहिँ यहाँ अब बाटो नभएको अवस्था रे गाडी नभएको अवस्थामा बाटोमा हिँडिरहेको भन्नु खोज्यो खासमा छ भने हामी त्यहाँ माथिपट्टि हेर्नुहोस् होला त्यहाँ होइन उयसको बक्स क्याप्सनको बक्समा हामी सिवा नम्बर राखिदिन्छौँ त्यहाँ हल्का 20-30 रुपियाँ हालिदिनु होला हामीलाई होइन अब गाडीबाट